रोक्नु छैन मलाई, निरन्तर अघि बढ्नु छ। कसरी एउटा साधारण युवकले सङ्घर्ष र कडा मेहनतबाट आफ्नो सपना पुरा गर्यो। धेरै समय अगाडि नेपालमा एक सानो गाउँका एक युवक बस्दथ्यो। उसका लागि जीवन कहिले सजिलो थिएन, तर उसले सधैँ आफ्नो सपना पुरा गर्ने दृढ निश्चय गरेको थियो। उस युवकको नाम थियो अजय। अजयको परिवारको अवस्था निकै कमजोर थियो। उसका बुबा खेतमा काम गर्थे र उनका आमाले घरमा सघाउँथे। साथै दिनभरि कठोर र परिश्रम गर्नुपर्थ्यो। अजयको जीवन सधैँ सङ्घर्षले भरिपूर्ण थियो। उसलाई कहिले केही सजिलो चिज हासिल गर्न नपरे पनि, तर उसमा एक विशेष कुरा थियो, उनी कहिल्यै हार मानेनन्। अजयको मनमा एउटा ठुलो सपना थियो। उसले सधैँ सोच्दथ्यो, मैले जीवनमा केही ठुलो गर्नुपर्छ र केही ठुलो योगदान यो देशलाई दिनुपर्छ। म केवल यो गाउँको एक साधारण युवक भएर जीवन बिताउन चाहन्न। उसले अरू सबैलाई जस्तो काम नगरी समय नष्ट गर्न चाहेन। उसको उद्देश्य ठुलो थियो र त्यसका लागि उसले जुन मेहनत गर्न थाले त्यो वास्तवमै अविश्वसनीय थियो। कडा सङ्घर्ष र कठिनाइका बीच अजयको गाउँमा विद्यालय धेरै टाढा थियो र शिक्षा प्राप्त गर्नका लागि धेरै कम अवसरहरू थिए। उसका साथीहरू प्राय खेल्न, रमाउन र दिनको समय बर्बाद गर्नमा व्यस्त हुन्थे, तर अजयको दृष्टिकोण फरक थियो। उसले आफूलाई कहिल्यै नरोक्ने, कहिल्यै नथाक्ने बनाइसकेको थियो। बिहान सबेरै उठेर ऊ आफ्नो बुबासँग खेतमा काम गर्थ्यो र साँझमा पढ्न आउँथ्यो। उसको जीवन दिन प्रतिदिन कठिन बनिरहेको थियो, तर उसको आत्मविश्वास कहिल्यै घटेन। त्यो समयको अन्धकारले उसले आफ्नो शपथ बनायो र सधैँ विश्वास गर्यो, जुन दिन म आफ्नो सपना पुरा गर्नेछु त्यो दिन सबैको आँखा खोलिनेछ। यस्तैमा अजय सधैँ आफ्नो काममा निरन्तर लागिरह्यो र ऊ आशा र अवसरको खोजीमा थियो। तपाईँ कल्पना गर्न सक्नुहुन्छ कि अजयको जस्तो युवकले धेरै पटक सोच्न सक्छ कि उसले कति समय र कति मेहनत गरेको छ र त्यसको कुनै परिणाम पाइन्छ कि पाइँदैन। तर त्यही समय एक अप्रत्याशित घटना घट्यो। एक दिन एउटा ठुलो सहरबाट प्रतिष्ठित कम्पनीका सिइओ अजयको गाउँको भ्रमणमा आएका थिए। जब उनले अजयलाई देखे र उनको परिश्रम र समर्पण देखे, तब उनले अजयसँग कुरा गर्न चाहे। सिइओले अजयसँग भने, तिमीमा विशेष कुरा छ। तिम्रो सङ्घर्ष र तिम्रो सपना साँच्चीकै प्रेरणादायक छ। म तिमीलाई अवसर दिन चाहन्छु। अजयको आँखा खोल्यो। त्यो समयमा के अर्थ लाग्दथ्यो भने उसको मेहनत र सङ्घर्षलाई कुनै एउटा अवसर मिल्न सक्छ। उसले त्यो अवसर सम्हाल्यो र समयसँगै कम्पनीमा आफ्नो स्थान बनायो। केही वर्षमा अजय कम्पनीको उच्च अधिकारी बन्न सफल भयो र त्यस्तै सपना पुरा गर्ने यात्रामा ऊ लागिरह्यो। अजयको यात्रा सजिलो थिएन, तर उसले सधैँ आफ्नो उद्देश्यलाई ध्यानमा राख्यो। उसले आफ्ना सङ्घर्षलाई आफ्नो शक्तिमा बदल्यो र जब कुनै कठिनाइ आयो तब उसले भन्यो, यो मेरो आत्मविश्वास र मेहनतको परीक्षा हो। उसको यो सोचले नै उसलाई सफल बनायो। आज अजयको नाम देशभरि फैलिएको छ। यो सफलताको कथा अब अजयका साथीहरूलाई र गाउँका युवाहरूलाई प्रेरणा दिने एउटा मिसाल बनेको छ। अजयको जीवनले हामीलाई एउटा महत्त्वपूर्ण कुरा सिकाउँछ कि सधैँ सङ्घर्ष गर्नुपर्छ। सपना पुरा गर्नको लागि कडा मेहनत र आत्मविश्वास नै सबैभन्दा ठुलो हतियार हो। जीवनमा कतिको पनि कठिनाइ आउनेछ, तर तपाईँको इरादा र मेहनतले नै तपाईँलाई अघि बढ्न प्रेरित गर्नेछ। अजयले जुन सोच र दृष्टिकोण अपनायो, त्यसको कारण उसले आफ्नो सपना पुरा गर्न सफल भयो। अजयको साहसी कथा हामीलाई यति नै सम्झाउँछ कि यदि तपाईँको सपना बलियो छ र तपाईँ त्यसको लागि साँचो समर्पण र कडा मेहनत गर्न तयार हुनुहुन्छ भने
संसारका कुनै पनि बाधाहरू तपाईले रोक्न सक्दैन। तपाईको यात्रा कठिन भए पनि यदि तपाईले कहिले हार मान्नु हुँदैन र सधैँ अघि बढ्नुपर्छ भन्ने तपाईलाई विश्वास जगाउँछ, अन्ततः तपाईको सपना पूरा हुनेछ। यदि तपाईलाई यो कथा मन परेमा प्लिज सब्स्क्राइब, लाइक र कमेन्ट गर्नुहोला र मन परेमा तपाईको साथीलाई शेयर गर्नुहोला। हस्त, धन्यवाद।